पूर्वमा जब योग शिक्षा सुरुवात भयो वास्तवमा एउटा दर्शन आस्तिक दर्शनको रूपमा स्थापित भयो भने चारवाकहरू जस्ता व्यक्तिहरूबाट फेरि एउटा नास्तिक दर्शन पनि सुरुवात भएको छ। वास्तवमा सुरुदेखि नै एक आस्तिकता र नास्तिकताको लडाईँ चलिरह्यो। दार्शनिक रूपमा पनि चिन्तनगत रूपमा पनि यो चलिरह्यो। यहाँ ब्रिजिङ पोइन्ट छ भन्ने कुरा लामो समयसम्म पनि पत्ता लाग्न सकेन। तर पछिल्लो समयको वैज्ञानिक अनुसन्धान र पूज्य गुरुदेव आचार्य श्री पथिक पनि भन्नुहुन्छ उहाँले कि अल्बर्ट आइन्स्टाइनले जुन ऊर्जालाई जुन एटोमिक ऊर्जाको जुन आविष्कार भयो र त्यत्रो विस्फोटक शक्ति निस्क्यो त्यहाँबाट भन्न जोड्न सकिन्छ कि वास्तवमा पदार्थको कण कणभित्र पनि ऊर्जा ऊर्जाभित्र पनि जुन चैतन्यको कुरा छ त्यहाँबाट अब वास्तवमा यो जुन आस्तिकता र नास्तिकताको लडाईँ समाप्त भइसकेको छ भनेर भन्नुहुन्छ। पदार्थको एउटा पक्ष अर्थात् एउटा वान साइड हैन के म्याटर छ भने भित्री साइड चैतन्य छ। त्यसैले एउटै सिक्काका दुईटा पार्ट अर्थात् एउटै शरीरको देखिदो पक्ष पदार्थ छ, फर्म छ र नदेखिने पक्ष चैतन्य छ, ऊर्जा छ। यसरी जोड्न सकिन्छ। त्यसैले जुन लडाईँ छ आस्तिकता र नास्तिकताको त्यो लडाईँ अब समाप्त गर्न जरुरी छ अर्थात् यो विज्ञानसम्मत ढङ्गले समाप्त भइसकेको छ भन्ने कुराहरू गरिराख्नु भएको छ। तैपनि कहीँ न कहीँ हाम्रो चेतना अस्पष्टतामा रहँदाखेरि तथाकथित आस्तिकता र नास्तिकताको कुराहरू बनिराख्दो रहेछ। त्यसैले यसलाई उहाँले भन्नुहुन्छ यथार्थमा नास्तिकता जस्तो चिजै केही छैन। किनकि चेतना बेसिक एलिमेन्ट हो भन्ने कुराहरू अब धेरै जसो व्यक्तिहरू मन्जुर भइसकेका छन्। त्यसैले नास्तिक भन्नेहरूभित्र पनि गहिरो आस्तिकता छ हैन। चेतनासित सम्बन्धित सबै विषयलाई योग विज्ञानबाट चाहिँ प्रभावकारी ढङ्गले बुझाउन सकिने भएको हुनाले आत्मशिक्षाको जगको रूपमा पनि योग विज्ञानलाई लिनुपर्ने कारण छ। आचार्य श्री पथिक भन्नुहुन्छ अब योग विज्ञानबाट हामीले धेरै कामहरू गर्न सक्छौँ। तर अब यो शब्द ट्रेडिसन विभिन्न तरिकाले लान सकिन्छ। पूर्वमा आत्मशिक्षाको जग योगबाट हाल्न सकिन्छ भने अन्य कुनै देश या कालमा कसैले यसलाई मार्शल आर्टको रूपमा पनि राख्न सक्छन् भने कसैले ध्यानको शिक्षाको रूपमा पनि लैजान सक्छन्। तर त्यो सबै आत्मासित जोडिएर जान्छ, चेतनासित जोडिएर जान्छ। यहाँबाट शिक्षाको जग हाल्न सकिन्छ। शिक्षाको जग अथवा मूल जुन सारवस्तु छ यो बाह्य परिवर्तनबाट अथवा बाह्य परिस्थितिबाट निर्धारित गरिनु हुँदैन। बाह्य परिस्थितिहरूबाट किन निर्धारित गरिनु हुँदैन भन्दाखेरि बाह्य परिस्थिति भनेका परिधि हुन्। यी परिधिहरू परिवर्तन भइराख्छ। सो परिवर्तन भइराख्ने जुन चिजहरू छ त्यसलाई हामीले एब्सोल्युट आधार बनाउन सक्दैनौँ। विज्ञान पनि परिवर्तनशील छ हैन। हामीले गरेका आविष्कारहरू पनि परिवर्तनशील छन्। हाम्रा मान्यताहरू पनि परिवर्तनशील भइरहेको हुनाले शिक्षाको मूल आधार बाह्य परिस्थितिमा रहँदैन, त्यो रहनु हुँदैन। यदि त्यो रह्यो भने फेरि द्वन्द्व दुविधा बनिराख्छ। त्यसैले शिक्षाको आधारभूत पोइन्ट आत्मशिक्षा नै हो र आत्मशिक्षाबाटै अगाडि बढाइनु पर्दछ। शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। धन्यवाद।